जेनजी भनेका को हुन्? आतंकीकारी हुन्। जेनजीलाई मेरो सरकार आयो भने म जेनजीलाई जेल हाल्छु भनेर अहिले पनि महेश बस्नेत बोलिराखेको छ। अहिले पनि महेश बस्नेत त्यो कुरा बोलिराखेको छ। राजनेताको बोल्ने कुरा हो त्यो। राजनेताले त्यस्तो कुरा बोल्छ? कसरी यिनीहरूको पछि गएर भोट माग्ने? अब त्यहाँ मिटिङ बैठकमा म भदौको महिनादेखि जान सकेको छैन, मेरो मनले मानेको छैन। अब चुनाव आयो, चुनावमा नेताहरू उठेका छन्, मैले जानुपर्छ नि त, भोट माग्नुपर्छ एमालेको नाममा। कसरी माग्ने? मान्छेले टाउको हेर्छ नि त, हेर्ने त टाउको हो जनताले। टाउको कस्तो छ त हाम्रो? टाउको कस्तो छ भनेपछि फलानु नगर त फलानु जिल्ला त गु हो, फोहोर हो, यो मात्रै म बस्ने ठाउँ सफा हो भनेर अभिव्यक्ति आइराखेको छ। एउटा देश चलाउने राजनेताले त्यो जिल्ला गुया हो, फोहोर हो र मेरो बस्ने जिल्ला सफा हो भन्न मिल्यो? ऊ देशको प्रधानमन्त्री भएर त्यो जिल्ला किन बनाएन? उसले धनुषा जिल्ला महोत्तरी जिल्ला किन बनाएन? उसले किन दमक मात्रै सफा देख्यो? त्यस्तो बोल्ने हो? अनि शोभा पाठक रात दिन गीत गाएकी गाएछ, मलाई यति पीडा छ भनेर उसको मुद्दै दर्ता नहुने। अनि हामी यो गर्छौं त्यो गर्छौं भन्ने गर्दै नगर्ने। 2 वर्ष कार्यकाल भन्दा माथि जानु हुँदैन भनेर निर्णय गर्यो, भोलिपल्ट त्यो निर्णय फेर्दिने। अनि 70 वर्ष भन्दा माथि हदिमान लाग्यो, अब चाहिँ पार्टी नचलाउनु पाउने भन्ने निर्णय गर्यो। ठिकै भयो, सबले मान्यो। त्यसपछि होइन 74 भएले अब मै हुनुपर्छ भन्ने। केन्द्रमा त्यस्तै, जिल्लामा त्यस्तै, जताततै त्यस्तै। त्यो भएको हुनाले न त बोली स्वभाव राम्रो छ, न त व्यवहार राम्रो छ, न त काम गराए राम्रो छ। होइन, कसैका काखका छोराहरू मरेका छन्। म दुःखका साथ भन्न चाहन्छु, कोख रित्तिएको छ कसैको। भगवान कोख रित्तिएको छ, छोराहरू मरेका छन्। ती मरेका छोरा मेरै हुन्, मरेको जनता मेरै हो। त्यो जनता नबन्नु पर्ने थियो। मर्यो, मेरो नेतृत्वमा मेरा पनि केही कमी कमजोरी छन् भनेर भन्नु पर्दैन? नेतृत्वले भन्नु पर्दैन? को हुन् ती जेनजी भनेका? ती दलाल हुन्, ती चोर हुन्, मेरो सरकार आयो भने जेल हाल्छु भन्ने कुरा गरिरहेछ। त्यो भन्न मिल्यो? अबको बाटो तपाईको कहाँ हो? त्यो भएको हुनाले मलाई ती सबै यावत कुराहरू चित्त बुझेन। म केही नगर्न सक्ने भए पनि, एउटा सानो जिल्लाकै नेता भए पनि, प्रदेशको नेता म भए पनि मैले नेताहरूका मुख थुन्न सक्दिनँ। मलाई त्यो धेरै कुरा मन परेन। धेरै कुरा बोलेको सुन्छु, सामाजिक सञ्जाल रात दिन हेर्छु, समाचार हेर्छु, जताततैबाट कहीँबाट चित्त बुझ्ने कुरा छैन र यहाँ काम गर्न सकिने अवस्था पनि छैन। समानुपातिक एकैछिन समानुपातिकमा एकचोटि समानुपातिकमा पाएको महिलाले अथवा पुरुषले दोबारा नपाउने भन्ने केन्द्रको पार्टी केन्द्रको निर्णय हो भने मन परेको मान्छेलाई दोबारा समानुपातिकमा ल्याउने। अनि यो कञ्चनपुर जिल्लामा 4000 जना महिला छन् नेकपा एमालेमा। 4000 जना महिला खटिएर काम गर्छन्। उनी महिला होइनन्? एउटै महिलालाई दोबारा समानुपातिकमा दिने, किनकि ऊ महिला विशेष महिला भयो नि त पार्टीको। अरू महिला के हुन्? भोट दिने महिला मान्छे होइनन्? चुनावमा जाने झण्डा समात्ने महिला के हुन्? रात दिन खटिने महिला के हुन्? एकै महिलालाई दुई पटक समानुपातिक दिने अरू महिलाले के गर्ने हुन्? मलाई यो कुरा चित्त बुझेन। यो राजनीति गराए मन परेन। यो समय सान्दर्भिक छैन। त्यसकारण म कुनै पार्टीमा अहिले जाँदैन। मैले यहाँहरूलाई जानकारी गराए म कुनै पार्टीमा जानेवाला अहिले छैन। मेरो त्यो मन साय बनेको छैन। मैले मात्रै एमाले पार्टी परित्याग गरे र मेरा साथी जुन मेरो पछाडि लाग्थे, जुन मेरो उहाँ के अरे कुमार साहेब जिल्ला कमिटी सदस्य हो, उहाँ हरिश बोहरा नेकपा कालको जिल्ला कमिटी सदस्य हो, उहाँ के अरे नगर कमिटी सदस्य हो, उहाँ पनि नगर कमिटी सदस्य हो, उहाँ वडा कमिटी सदस्य हो, यो वडा कमिटी सदस्यहरू हुन्। उहाँ साथीहरू हाम्रा मसँग आबद्ध भएर मैले भनेको ठाउँमा जाने साथीहरूले मैले सुझाव माग्दा उहाँले के भन्यो भने ठिकै छ, हामी त्यसो भए त छोड्ने भएपछि हामी पनि लाग्दैनौँ है आजदेखि। किनकि मन परेको मान्छेलाई भोट दिन पनि पाइन्न पार्टीमा भयो भने त। कि त पार्टीमा जानु पर्यो, काम गर्नु पर्यो, कि त छोड्नु पर्यो। भनेपछि मैले म त छोड्ने हो, तपाईँ के गर्ने हो भनेपछि हामी आउँछौँ, सहमत जनाउँछौँ भनेर उहाँहरूको सबैको कुरा रह्यो। र आजको मितिदेखि म एमालेको कुनै पनि तह तब्कामा नबसेको नरहेको जानकारी गराउँछु।